खो हेलो वेलकम ब्याक टु माई च्यानल। धेरै समयपछि आज यसरी भ्लग बनाइरहेको छु। सो पछाडि हाम्रो केटाहरू पनि रहेको छ। आजको हाम्रो यात्रा चाहिँ सुनपतिसम्म रहेको छ। सो हजुरहरूले हेरेर इन्जोय गर्न सक्नुहुनेछ। लेट्स गो। सो हेर्दै गर्नु होला कस्तो हुनेछ, प्रतिक्रिया दिनु होला। बाटो चाहिँ क्षतिग्रस्तै भइसकेको छ। आजको यात्रा यो डाँडासम्म रहेको छ। सो अब हेरौँ के हुन्छ, मौसमले कतिको साथ दिनेछ होइन। होपफुल्ली मौसमले साथ दियोस्, त्यही भन्न चाहन्छु। अहिले चाहिँ हामी चित्रीटार आइपुगिसकेका छौँ। चित्रीटार अनि पारिरहेको छ नेपालको दुम्जा विश्वेश्वर महादेव मन्दिर चाहिँ यहाँनिर रहेको छ। यहाँतिर चाहिँ बाटो क्षतिग्रस्त रहेछ। सटन्नु ओए ग्रेक अच्छा यहाँ चाहिँ पुरी भ्यू खै तिरम भ्लग आउलो भ्यू लो। असो हामी कहाँसम्म जाने रे? कुदाउ अब होला kamu kadang gue ya kalau nggak jaga itu namanya awalnya apa aku jangan aku lah dasar go sorry đó ini kapan ulang lagi ya weh heru nono peranan अनि यहाँतिर हेर्न सकिन्छ होइन। यो तेमाल डाँडा हुँदै रामेछाप सुनपतिसम्मको यात्रा तय गरेर आएका छौँ हामी गाइड्स। इन्जोय गर्न सक्नुहुनेछ। बाटोले कहाँ सक्नुहुन्छ लेफ्ट बाटो चाहिँ यस्तो भइसकेको रहेछ होइन। खतरा पहिरो गएर हेर्नु त यस्तो छ हालत हालको चाहिँ। बाटो साटो सब ग्रस्त खाला यहाँ म ल एक नै खाजा बनाउने अब चाहिँ अफ रोड सुरु भइसक्यो हाम्रो अब होइन। अब अफ रोड नै अफ रोड। अब चाहिँ हामी डफुबलबाट आइपुगिसकेको छौँ होइन। केटाहरूको साडी छ खाना मैले खाइ के जाम है सुनपति डाँडाको अब नजिक आइपुगिसकेका छौँ हामी चाहिँ। सो क्यान सी है अब बाटो त खै अब कहिले खोइ आजबाट सुरु गरेको छ बाटो बनाउने। अब एक हप्ता लाग्छ भनेको छ हेरौँ अब भैया अच्छा So alright, अहिले चाहिँ यहाँ केटाहरूको ब्रेक टाइम छ होइन।
अनि के ल्याएछ भन्दा नि एउटा स्प्लेन्डर अनि अर्को स्प्लेन्डर एन्ट्रक अनि 50 अनि रञ्जित दाई सन्धि भान्जा सन्धि लास्लामा अनि यता हाम्रो सन्जीव सन्धि है सो केटाहरूको यहाँ चाहिँ अहिले एकदम ब्रेक पोइन्ट भइरहेको छ अब चाहिँ धेरै छ यस्तो धान आउँछ मलाई फाइनली ल्यान्ड भइसक्यो है त गाइजहरु ल फाइनल आइपुग्यो केटाहरु फाइनली ल हेर ल